हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहज्यूले भन्नुभएको साँच्चीकै जो जति पनि सुकुम्बासीहरू छन् उनीहरूलाई चाहिँ जग्गा उपलब्ध गराइनेछ भनेर हिजो नै बाचा गरिसकेको छ। अब यति हुँदै गर्दाखेरि त्यो ताइलाडेहरूलाई त अब निन्द्रा लाग्दैन, छाती पोल्छ, टाउको दुख्छ, वाकवाक लाग्छ, चाक पोल्छ, पखाला लाग्छ, अनेक हुन्छ। अब त्यहाँनिर फेरि पथरीको अपरेसन गर्नुपर्छ, झन्झट छ नि। फेरि अब को ताइलाडै भन्ला, अरू को हुनु भने उही काङ्ग्रेस एमाले माओवादी नि। हुन त अब 2-4 जना अरू पनि थपेका छन्, तिनीहरूलाई अलिक पछि कुरा गरौँला तिनीहरूको बारेमा। अब सरकारले हिजो त्यो भनिसके पछाडि चाहिँ अब जो जति पनि वास्तविकमा सुकुम्बासीहरू थिइन् उनीहरू चाहिँ अब कुम्लो काम्लो बोकेर गइसके अरे अथवा सरकारले भनेको ठाउँमा पुगिसके अरे भन्ने न्युजहरू आएको छ। र जो हुकुमबासीहरू छन्, जो पार्टीका झोलेहरू छन् नि, यी झोलेहरू कमी छैन। फेरि यिनीहरू भनेको ल्याउसरी दुबोसरी छातासिल्लै छ क्या। यिनीहरूलाई चाहिँ सखाप गर्नुपर्छ। जसरी दुबोमा चाहिँ केमिकल हालेर पहेँलो हुने गरेर मार्छ नि, हो यिनीहरूलाई पनि त्यही तरिकाले तर कानुनी रूपमा सखाप बनाउनुपर्छ। त्यो आफ्नो ठाउँमा छ। यिनीहरूले चाहिँ विरोध गरेको छ। अब यो हाम्रो ताइलाडी नेताहरूलाई चाहिँ के छ भन्दाखेरि अब यही हो एउटा बाहना, यही हो एउटा बाटो, यहीँबाट उनीहरूलाई द्वन्द्व गर्नु छ। सरकारलाई कसरी हुन्छ अब कमजोर बनाउनु छ नि त यो ताइलाडीहरू। अब यिनीहरू भनेको कस्तो हो भन्दाखेरि यिनीहरू भनेको फेरि देश बनाउने खालको होइनन् क्या। यिनीहरू भनेको देशलाई डुबाउने खालको हुन्। यिनीहरू भनेको देशद्रोही, आमा बलात्कारी, पैसाको लागि आफ्नो श्रीमती, आफ्नो आमालाई पनि पराई पुरुषसँग जानेर गएर एक नाइट त हुने गएर सुतेर आइज, यति पैसा दिइहाल्छ, लिएर आइज भन्ने खालका हुन् कि यिनीहरू भनेको। यिनीहरूलाई देशको एक रति एक सुका 4 आनाको पनि माया छैन नि यिनीहरूलाई। कुरो बुझ्यो? त्यस्तो खालको नेताहरू छन् र त्यही नेताको झोले मोले सेना मेनाहरू हुन् यिनीहरू। जति पनि अहिले सुकुम्बासीको नाममा अब यिनीहरू चाहिँ त्यहाँ विरोध गरेका छन्, सरकारको विरोधमा लागेका छन्, त्यही हो यिनीहरू। अब भन्छन् होइन चाइनामा तानाशाह छ, रुसमा तानाशाह छ भन्छन्। त्यहाँ त तानाशाह छ भन्छ भने अब ठिक छ, हामीलाई त्यही तानाशाह देऊ न त। कमसेकम चाइनामा त समृद्धि छ, सुख छ, रुसमा नि समृद्धि सुख छ, जनताले सुख पाएका छन्। यदि त्यसलाई तानाशाह भन्छ भने ठिक छ यार, बालेन्द्र सरकारले त्यही तानाशाह नेपालमा पनि कपी पेस्ट हानिदियोस् न त, हामी त एक्सेप्ट गर्छौँ नि त। यदि त्यसलाई तानाशाह भन्छ भने होइन भने यो नेताहरूले के गरेको छ र? के चाहिँ गर्यो यार, के चाहिँ गर्यो त यो नेताहरूले? अनि त्यहाँबाट फेरि मैले अझै अघि भने नि, मैले 2-4 जना अरू पनि थपेका छन् भन्नेहरूमा। तिनीहरूमा को छ भन्दाखेरि अब राष्ट्रिय प्रजातन्त्र पार्टीको अब अध्यक्ष, त्यो लेटेस्ट एक्स अध्यक्ष को भन्दाखेरि राजेन्द्र लिङ्गदेन। खैरो खनेको छ रासपाको, खैरो खनेको छ बिचरा, लत्तै हार्यो नि त। अध्यक्ष पदमा नि छैन, सदनमा नि आउन पाएको छैन। डिप्रेसन तनाव गर्नु त के गर्नु, अब विरोधै गर्नु पर्यो। लाइसेन्स लिन गएको 24 घण्टामा भनेको छ, लाइसेन्स चाहिँ मलाई पाएन, यहाँ त्यहाँ लौडा लसुन दुनियाँदारी अनेक अग्रम बग्रम बगेको छ। किन पाउने त? ट्रायल दिनेले पाउँछ 24 घण्टामा, तिम्रो त रिनो गर्ने हो, रिनो गर्नेले त पछि पाउँछ। हाम्रो 2 वर्ष पछि जाँदा त हाम्रो आएको थिएन, त्योभन्दा अगाडिकोले पाउनु परेन। ट्रायल देऊ न, नयाँ लाइसेन्स देऊ न, त्यो आइरहेको त 24 घण्टामै। नाटक धेरै, नौटङ्गी धेरै, बोल्नै पर्ने। अनि अर्को फेरि माको खत्तम चाकमा चुर्ना परेको जस्तो के भन्ने कि त्यो मान्छेलाई जतिखेर पनि बोल्नै पर्छ। त्यो मान्छेलाई बोल्नै पर्यो, त्यो मान्छेलाई बोल्नै पर्यो। नबोले त त्यो मान्छेको दिन सुरुवातै हुँदैन। र त्यो मान्छे बोलेन भने त्यो मान्छेलाई खै के हुन्छ कुन त? के हुन्छ कि त्यो मान्छेलाई। अब त्यो मान्छे को भन्दा फेरि उही दुर्गा पर्साई, यो गरे नि सुख छैन, त्यो गरे नि सुख छैन, यो गर्छु त्यो गर्छु, जहिले तैले हेऱ्यो आन्दोलनको धम्की दिन्छ, आन्दोलनको धम्की दिन्छ। कस्तो मान्छेले धम्की देखाए आन्दोलनमा? अस्ति आन्दोलन गर्ने बेलामा हो लु त भागेर चाहिँ भारतको आछाममा गएर लुकेर बसेको त्यो दुर्गा पर्साई। अनि पुलिसले गएर त्यहाँ चिरी झ्याप पारेर ल्याएर जेलमा थुनेको होइन? अनि अहिले आएर उही ठुलो कुरा गर्छ, यहाँ यो भएन भने म आन्दोलन गरिदिन्छु, केटाहरू सडकमा उतारिदिन्छु, देश जाम गरिदिन्छु, सरकार ढालिदिन्छु, लौडा लसुन ह्यान त्यान अग्रम बग्रम जे पाइ त्यही। अरे यार के भन्ने भने कि साइको हो कि साइको। यो रासपाको ठाउँमा दुर्गा पर्साईको सरकार हुँदो थियो भने पनि यसले गर्ने भनेको केही पनि होइन। उसकै मेडिकललाई, उसकै बिजनेसलाई प्रफिट बनाउँथ्यो। अहिले जस्तो डोनाल्ड ट्रम्पले चाहिँ आफ्नो ज्वाइँको लागि, आफ्नो परिवारको लागि, आफ्नो बिजनेसको लागि चाहिँ एकदम फोकस गरेर दुनियाँभरमा ट्यारिफ लगाउने, धम्की दिने, लडाइँ ठोक्ने गरेको छ नि, हो त्यही गर्थ्यो दुर्गा पर्साईले। सबै आफ्नो लागि गर्थ्यो। अनुहार पनि मिल्छ नि फेरि डोनाल्ड र दुर्गाको, उस्तै हल्का हल्का मिल्न पनि जान्छ यिनीहरू। यसले गर्ने भनेको त्यही थियो। अब गर्न पाएको छैन, अब गर्न यसको औकात पनि छैन, यिनलाई गर्न दिने त्यो जनताले सायद यो जुनीमा त्यो सम्भव पनि छैन। अनि डिप्रेसन, दुर्गा पर्साई डिप्रेसन, राजेन्द्र लिङ्गदेन डिप्रेसन हुँदा कहिलेकाहीँ त ज्ञानेन्द्र साई पनि चम्किन्छ क्या, उफ्रिन्छ सरकारको विरोधमा। गर्नु विरोध भनेको राम्रो काममा किन विरोध गर्नु पर्यो? नराम्रो काममा विरोध गर्नु नि यार। त्यसै उफ्रेको छ, सन्केको छ, ताइलाडीहरू काम छैन, काँच छैन। सुकुम्बासीको नाममा अहिले दुर्गा पर्साईले पनि पुरा त्यहाँनिर क्रेडिट खाइरहेको छ, राजेन्द्र लिङ्गदेन खाइरहेको छ, ज्ञानेन्द्र साईले खाइरहेको छ। अब पुरानो त्यो ताइलाडे अब यो पर्सन्डे केपी यिनीहरूको त के कुरा गर्नु? यिनीहरू त्यसै नै खाइहाल्छन्। यिनीहरूले बनाएकै त्यही हो, गरेकै त्यही हो, गर्न जानेकै त्यही हो यिनीहरूले। अनि
यस्ता माका डक्सहरूलाई एकलाई छानेर हान्नुपर्छ। र सरकार जाँठालाई म के भन्न चाहन्छु भने हिजोसम्म म सरकार